हरियाली उडाउने हाम्रो सहरमा लक्ष्मीलाई बाटोमा प्रेमको होइन 100 वर्ष रेनी भरतपुरको महानगरमा जताततै हरियाली बनाउने हाम्रो सहरमा जताततै हरियाली बनाउने हाम्रो सहरमा यो यस्तो गरौँ न धन्यवाद अब एउटा हुन्छ साथीहरू अनि हतारमा नहिँडौँ सरसफाइ तथा वृक्षारोपण कार्यक्रममा सहभागी हुनका लागि महानगरपालिकाले सरसफाइ अगाडि बढ्नका लागि म यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। सर टोपी प्राथमिकतामा राखेको छ। वृक्षारोपण तथा हरियाली प्रवर्धन सम्बन्धी कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हामीले धेरै सडकहरूमा वृक्षारोपण गरेका छौँ। ती वृक्षारोपण गरिएका बिरुवाहरूलाई हुर्काउने दायित्व महानगरको मात्रै होइन, घर अगाडि रोपिएका बिरुवाहरूलाई 1 जग पानी राखेर दैनिक 1 जग पानी राखेर आफ्नो घरमा भएको मल त्यो बिरुवामा राखेर हुर्काउनका लागि सक्रिय सहभागी भइदिनु हुनका लागि भरतपुर महानगरपालिकाले अपेक्षा राखेको छ। भरतपुर महानगरवासीहरूको सक्रिय सहभागिता हुँदै पनि राखेको छ। त्यसमा भरतपुर महानगरपालिका हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छ। हामीले नदी संरक्षणका क्षेत्रमा काम गरेका छौँ, जलवायु परिवर्तनका क्षेत्रमा काम गरेका छौँ, वातावरण मैत्री नगर बनाउने क्षेत्रमा हामीले काम गरेका छौँ, कौशी खेतीलाई हामीले प्रवर्धन गरेका छौँ, सडकका दायाँ बायाँ बिरुवा रोप्ने कार्यक्रमलाई हामीले प्राथमिकतामा राखेका छौँ, सामुदायिक विद्यालयहरूमा सरसफाइ क्लब गठन गर्ने कार्यक्रममा हामीले सक्रिय सहभागिता राखेका छौँ। तिनै कार्यक्रमहरूलाई हामीले आगामी वर्षहरूमा समेत निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिबद्धता यहाँहरूलाई व्यक्त गर्न चाहन्छौँ। आदरणीय नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरू, रोपेका बिरुवाहरूलाई आफ्नो घर अगाडि रोपिएका बिरुवाहरूलाई 1 जग पानी दैनिक राखेर बिरुवा हुर्काउनका लागि सहयोगको अपेक्षा भरतपुर महानगरपालिकाले राखेको छ। हामीले पनि हाम्रो स्रोत र साधनले भ्याएसम्म दैनिक जसो सडक सरसफाइ गर्ने बिरुवामा पानी राख्ने कामलाई निरन्तरता दिइराखेका छौँ। यहाँहरूको सक्रिय सहभागिताको भरतपुर महानगरपालिका अपेक्षा राख्दछ। यहाँहरूको सक्रिय सहभागिताको लागि भरतपुर महानगरपालिका अपेक्षा राखेको छ। आदरणीय नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरू, विश्व वातावरण दिवसको उपलक्ष्यमा आयोजना गरेको भरतपुर महानगरपालिकाले आयोजना गरेको यो वृहत सरसफाइ कार्यक्रममा सक्रियपूर्वक सहभागी भइदिनु हुनका लागि भरतपुर महानगरपालिका अपेक्षा राखेको छ। धन्यवाद। आज पनि पुगेको छैन। हाम्रा नगर नपुगेका ठाउँहरूमा यहाँहरूको सक्रियपूर्वक सहभागी भइदिनुको लागि आज सम्पूर्ण सहभागीहरूलाई भरतपुर महानगरपालिका हार्दिक अनुरोध गर्न चाहन्छ। भरतपुर महानगरपालिका हार्दिक अनुरोध गर्न चाहन्छ। दैनिक भरतपुर महानगरपालिकाले 84.5 टन फोहोर दैनिक रूपमा उत्पादन हुने गरेको छ। 84.5 टन फोहोरलाई व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण रहेको छ। भाइ बहिनीहरू पनि देखाएको छौँ, उहाँलाई पनि सम्बोधन गर्न चाहन्छौँ। हामीले निमन्त्रणा गरे अनुसार विभिन्न यो वातावरणसँग सम्बन्धित विभिन्न काम गर्ने स्वयंसेवक साथीहरू पनि देखाएका छौँ। विभिन्न टोलबाट आउनुभएका
टोल विकास संस्थाका पदाधिकारीज्यूलाई पनि देखेका छौँ। उहाँहरू सबैलाई हामी एकमुष्ट रूपमा सम्बोधन गर्न चाहन्छौँ। हाम्रो कार्यक्रम अलि छोटो छ। हाम्रो कार्यक्रमको सेड्युल अनुसार हामी वृक्षारोपणको कार्यक्रम यहाँ राख्छौँ र राष्ट्रिय गान पश्चात हामी होटेलमा हाम्रो यो वनजङदेखि जिल्ला प्रशासन कार्य चौकसम्मको सफाइमा पैदल यात्रा गर्दै त्यहाँ पुगेर कार्यक्रमको विसर्जन कार्यक्रम राख्नेछौँ। त्यस कारणले मन्तव्य क्रम हामी पछि अन्तिममा पनि जोड्नेछौँ र अहिले स्वागत र शुभकामना मन्तव्य मात्रै त्यो कार्यक्रम रहेको यहाँ समक्ष मैले जानकारी गराउन चाहन्छु। सम्माननीय मेयर साहब, मैले अन्तमा पत्रकार साथीहरूलाई छुट्याइछु। सम्पूर्ण पत्रकार साथीहरू पत्रकारज्यूहरू पत्रकार महासङ्घको अध्यक्षज्यू आउनुभएको छ, उहाँलाई पनि सम्बोधनमा राख्न चाहे। थारू कल्याणकारी सभाका अध्यक्षज्यूलाई यति बेला चाहिँ उहाँलाई पनि मैले सम्बोधन गर्न चाहन्छु। उहाँले अहिले झाँकीसहित उपस्थित हुनुभएको थियो, उहाँलाई पनि धेरै उहाँलाई मैले सम्बोधन गर्न चाहन्छु। यति भन्दै कार्यक्रमलाई ढिला नगरिकन अब औपचारिक कार्यक्रम भएको हुनाले राष्ट्रिय गानको लागि ग्रुपका उपाध्यक्ष सालिजीलाई राष्ट्रिय गान बजाइदिनु हुन विनम्र गर्न चाहन्छु। निर्माण गर्ने हो, आफ्नो सहर आफैले हरियाली बनाउने हो, आफ्नो सहरलाई आफैले दैनिक सफा गर्ने हो। त्यही कुरालाई भरतपुर महानगरपालिकाले आफ्नो अभियानको रूपमा अगाडि बढाएको छ। आदरणीय नगरवासी दाजुभाइ, अभियानमा र यो हरियाली र वृक्षारोपण अभियानमा सहभागी हुनुभएका विभिन्न सरकारवाला निकायहरू सम्पूर्ण उपस्थित महानुभावहरू सबैमा सलाम दैनिकल भाइ यहाँ समाज है गरेको गृह सरसफाई तथा वृक्षारोपण कार्यक्रमको आदरणीय नगर प्रमुखज्यूबाट समुद्घाटन भइसकेको छ। यहाँहरूको सक्रिय सहभागिताको लागि भरतपुर महानगरपालिका